दामी दामी डुबाइदिए यार ब्रदरले आयो दामी आइरहेछ के तलतिर त नजानु होला यार नजानु होला रमाइलो भएर छ मित्र यत्तिको चाहिँ हुनु पऱ्यो कि नुन जापानमा चाहिँ नुन चाहिँ यसरी भुइँमै झर्दो रहेछ नि सर झर्दै गर्दा चाहिँ यो टाइममा झर्दै गरे कस्तो बवाल स्वर्ग 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 के गर्दै हुनुहुन्छ दाजु पानी पऱ्यो हो के हो यो हिउँ जस्तो लाग्छ हिउँ परेर है दाजु गाडीको गति यस्तो छ खुसिन्छ गाडी है नआइकन खुसी हुँदैन के गरे सिक्यो भयो अब यहाँ पर्दैन गाह्रो छ जाइँ जाइँ सब लक्की हो कि एकदम हिउँ पर्यो है यस्तो हिउँ परेको छैन गाडीमा यसरी हिउँ हालेको फोहोर यस्तो परेको छैन कि दिउँसो एकछिन परेको हिउँ परेको त मैले पहिलो पटक हिजो देखेँ राति पर्यो है पर्ला जस्तै थियो नि फाटफुट गरेको सुन्यो बाहिर है के पर्छ भन्दा त पुरा हिउँ ओके यहाँनिर छ नि त्यो जापानमा तपाईँ कहिले आउनुभयो म जापान आएको समथिङ 8 वर्ष लगभग 15 महिना जति भयो परिवार भन्नाले मेरो बुढीहरू होइन अनि छोरा छ अनि उनीहरू चाहिँ काठमाडौँमा पढ्छ बस्छ त्यही हो जापानमा हिउँ एकदम एकदम मजा आएर एउटा गीत गाइदिनुहोस् न त अब यस्तो हिउँमा हिँडिरहनु भएको छ ए गीत ल ठिकै छ म यो जापानको चिसोमा होइन कस्तो चिसोले यो कुनै भयो कान चाहिँ यहाँ छैन जस्तो लागिरहेको छ तैपनि कानलाई सम्झिँदै एउटा गीत छोडिदिन्छु है छोडिदिनुहोस् परदेशबाट आफ्नो घर परिवारलाई सम्झेर गीत गाएको गीत है त्यसरी बुझ्नु होला हामी लगभग उहाँ टुप्पोसम्म पुग्छौँ त्यसको लागि चिन्ता नगर्नु होला यो गीतले चाहिँ गाउनु न यार ओके जहाँ शीतल हिमालको छाया छ त्यही मेरी मुटुकी माया छ म त यहाँ बिरानो देशैमा एक दिन फर्की आउने छु तिमीले घर छाउने छु रुँदै मन बुझाछु यसैमा हो रुँदै मन बुझाछु यसैमा हो रुँदै मन बुझाछु यसैमा यस्तो छ सर गाह्रो छ खासै राम्रो आउँदैन है मजा आइरहेछ मलाई यार उसमै न्यास लागिरहेछ स्पोनमै न्यास लागिरहेछ यो कुन ठाउँ रे सर भनिदिनुहोस् यो साइतामा
埼玉सी भन्नु सेतमा सी ओतो यचकी भन्ने ठाउँमा चाहिँ हामी तपाईँहरूसँग प्रत्यक्ष जोडिरहेको छु भन्नु पर्छ हाम्रो मोक्तान सर हो उहाँ चाहिँ यता यस्तो हिउँ चाहिँ सर्लक्कै आम्मामामामा मैले यो प्रत्यक्ष परेको देखेको थिएँ कहिलेचोटि देखेँ -0 डिग्रीमा चाहिँ छ अहिले लगभग है ल हामी यताबाट चाहिँ यता जान्छौँ त्यो त चाहिँ ओके आमामामा के हो सर जमेर यस्तो भएछ ओ कान चिसो फुल जस्तै भयो है सर एकदम जाडो छ है जाडो छ पुरै फुलेको जस्तै क्या पालको खोला साइडमा चाहिँ थोरको डम्पिङ हुन्छ हजुर यहाँ चाहिँ अलिकति उनीहरूले अब प्रथम एकजना दुईजना हामी जस्तो पनि यसरी आउने होइन हजुर र पनि उनीहरूले एकदम व्यवस्थित गरेर राम्रोसँग उयो गरेर राख्नुहुन्छ So this खतरा यार यस्तो छ ट्रेनहरू मलाई जति एडिट मनपर्ने ठाउँ चाहिँ त्यो साकुरा फुल्दाखेरि त यो त झिलिमिली हुन्छ होला है यहाँ त त्यो चाहिँ साकुराको रुख होइन त सर हजुर चिप्लो रहेछ नि सर यहाँ हो फेरि एकदम सजाएर हुन्छ फेरि फुल्दा त हेर्नलाई त बबालै हुन्छ नि त अलिक सर्ट टाइम फुल्ने So this Sure. सर चिसो चाहिँ चिसो हुन्छ है हात अहिले अनि बब्बल चिसो हुन्छ नि सर कस्तो दामी लोकेसन हुनुहुन्छ तपाईँ अहिले एकदम ठिक छ नि होइन फिल रमाइलो छ नि होइन ओए मित्र बल है So this